बिहेको दिनमै पनि हेर त मेरो छोराको हात घाँटी सबै खाली छन्। बिहेको बेला 10-15 तोला सुन पनि दिन नसक्ने कस्तो बुहारी परेछौ तिमी, नाम मात्रैको। तपाईको बिहेको बेला बुबालाई त धेरै सुन दिनु भएको थियो होला नि, हैन? एकचोटि फोटो देखाउनुस् न। आमा, फोटो हेर्दा त बुबाको पनि हात घाँटी सबै खाली खाली रहेछ नि। है मलाई सानो देखाउनकै लागि पो मेरो बिहेको एल्बम देखाऊ भनेको रहेछौ, हैन? आज तेरो कारणले मेरो बेइज्जत भयो। पर्ख, छोरा आएपछि म यहाँबाट जानेको छु। तिम्रो श्रीमती धेरै बोल्न थालेकी छिन्, अलि ध्यान दिएर सम्हाल है, नत्र समस्या हुन सक्दछ। अफिस जाँदा पनि किचकिच, घर आउँदा पनि किचकिच, अब त घर छोडेर जान्छु जस्तो लाग्छ। तिमी र म अब छुट्टै बसौँ। आमाको कुरा धेरै सहेर बस्न गाह्रो भइरहेको छ। तिमी के भन्छौ? होइन बुढा, आमा त आमा नै हुनुहुन्छ। म उहाँको मन जित्न चाहन्छु। मैले यति गर्दा पनि मेरी बुहारीले मलाई यति माया गरिरहेकी रहेछिन्।